एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। आज फेरि एउटा न्यू ब्लगको साथ आइसकेको छु। यो चाहिँ मेरो ओभर टाइम होइन चाहिँ मैले यहाँ दोकान छु मात्र ल्याउनु थिएँ अनि म यहाँ दोकाननिर पुगिसकेँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले सामान राखिदिइसक्यौँ। अब चाहिँ हामी यहाँबाट हाम्रो ज्याला लिन्छौँ। यो चाहिँ मेरो बिहानको बोनी हो। अब चाहिँ हामी बाबुको घर जाँदैछौँ नास्ता गर्नको लागि। घर पुगिसकेँ अनि अब चाहिँ म नास्ता गर्न भित्र जाँदैछु होइन। यो चाहिँ होइन नास्ता पनि गरिसक्यौँ। यो चाहिँ होइन मौसम चाहिँ लास्टै खराब भएको छ अनि डाँडामा चाहिँ बरफ पनि परिरहेछ होइन। यहाँ चाहिँ होइन अहिले खुमानी फुलिरहेछ होइन अनि यति दामी मानिरहेछ खेतहरूमा चाहिँ होइन। म तपाईँलाई देखाउँछु। चाहिँ म यहाँ तल पुगिसकेँ अनि यहाँ चाहिँ मैले मेरो सामानहरू पनि राखिदिइसकेँ अनि सामान चाहिँ यहाँ मेरो आमाले चाय राखेको छ अनि त्यसपछि भातहरू छ होइन घुप्टी राखेको छ कि अनि यो चाहिँ पटाका बाँदरहरूलाई भगाउन लागि। अब चाहिँ होइन म काममा लाग्छु अनि मैले चाहिँ आज यो दाउरोभरि काट्नुपर्ने छ अनि साथै यहाँ बाँदर पनि यो डाँडामा छ अरे होइन यहाँ माथि माथि अनि बाँदर पनि हेर्नुपर्ने छ कहीँ मटर खाइदिन्छ कि भनेर होइन। मैले चाहिँ होइन यति दाउरा काटिसकेँ अनि अब चाहिँ चाय पनि टाइम भइरहेछ। देख्न सक्नुहुन्छ चाय पनि लिएको छु मैले। चाहिँ मैले चाय पिइसकेँ। अब चाहिँ म काममा लाग्छु अनि तपाईँहरूलाई चाहिँ म अब खाना खाइदिएर भेट्छु होइन। अब चाहिँ होइन खाना खाने टाइम भइसक्यो अनि अब चाहिँ म यहाँ आगो बाल्छु अनि त्यसपछि चाहिँ म खाना तताएर अनि खान्छु। अब चाहिँ मेरो आगो पनि बलिसक्यो। अब चाहिँ म यसमा मेरो खाना गरम गर्छु होइन। मेरो खाना चाहिँ होइन यसको भित्र छ अनि यसमा चाहिँ कडी र भात हालिदिएको छ अनि अब चाहिँ म यसलाई तताउँछु। अब चाहिँ मेरो खाना पनि गरम भइसक्यो। अब चाहिँ म यसलाई खानमा निकाल्छु होइन। अब चाहिँ होइन मैले खाना खाइसकेँ अनि अब चाहिँ म एकछिन आराम गरेर अनि त्यसपछि काम सुरु गर्छु होइन। खाना खाएर बसिरहेको थिएँ अनि यहाँ चाहिँ हाम्रो बाबुको छोरा आएर अब चाहिँ त्यसले यहाँ बाँधेर हेर्छ अरे अनि म चाहिँ उता साङगाङ घुम्ने ठाउँ काम गर्न जाँदैछु होइन। अनि उता डाकेको छ अब चाहिँ म त्यहाँ जाँदैछु। अहिले होइन थोरबा भन्ने ठाउँ पुगिरहेको छु अनि यहाँ चाहिँ हामी पोहोरसाल बस्थ्यौँ होइन। अहिले म चाहिँ हामी बस्ने पोहोरसालको घर पनि देखाउँछु म तपाईँहरूलाई। यो घरमा चाहिँ हामी पोहोरसाल बस्थ्यौँ होइन देख्न सक्नुहुन्छ। पनि अलि अगाडि जानुपर्छ होइन। अहिले म यो यता माथि भएको गाउँको बाटोबाट काण्ड जान्छ होइन यता अगाडि जान्छन् होइन। अनि म चाहिँ पछि गएपछि तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ म यो वाला बाटोबाट जाँदैछु होइन अगाडि। यो साल चाहिँ होइन यो ग्लेसियर चाहिँ अलिक कमै आएको रहेछ। पोहोरसाल आएको बेला चाहिँ यो यहाँको पारीको यो खेत परि चाहिँ सबै मासिएको थियो होइन अनि फेरि बनाएको देख्न सक्नुहुन्छ। अब चाहिँ म साङगाङ भन्ने ठाउँ पुगिसकेँ अनि यहाँ देख्न सक्नुहुन्छ बरफ पनि छ अनि यता माथितिर यहाँ बगैँचामा पुगिसक्यो अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ भिनाजुहरूले चाहिँ छिटा उठाइराख्नु भएको छ। अनि
चाहिँ होइन म चाहिँ यहाँ अब पौधा लाउँदैछु स्योका अनि उनीहरूले चाहिँ छिटो उठाउँछन् होइन चाहिँ होइन अब यहाँ खोलो बनाएर चाहिँ स्योको बुट्टाहरू लगाउँदैछु 4वटा जति छ अनि म चाहिँ यस्तो गड्डा बनाएर अनि गड्डा बनाएर चाहिँ यसमा लगाउँछु होइन खोलो चाहिँ बनाइसकेँ अब चाहिँ हामी पौधा लगाउनु बाँकी छ म अर्को लाउँछु होइन 4वटा छन् होइन एउटा लगाइसक्यो अब 3वटा चाहिँ बाँकी छन् यहाँ चाहिँ होइन अर्को लगाइदिइसकेँ अब म चाहिँ अर्को लाउँदा ध्यान दिँदैछु अर्को चाहिँ यहाँ लाउँदैछु यो आगो बालेको ठाउँमा यहाँ चाहिँ होइन अनि यो तेस्रो पनि लगाइसकेँ अब चाहिँ म चौथो लाउँछु होइन अलिक तलतिर गएर अब चाहिँ होइन लास्टको चाहिँ यहाँ लाउँदैछु म अहिले चाहिँ होइन यहाँबाट पानी लिँदैछु अनि पर रुखमाहरू हुनुपर्छ होइन होइन सो अहिले चाहिँ यहाँ जाडो पनि भइसक्यो अनि मैले मेरो कोट र टुपी पनि लगाइसकेँ होइन अहिले चाहिँ होइन अहिले लगाएको पौधाहरूमा चाहिँ पानी हालिदिइसकेँ अनि अब चाहिँ म त्यहाँ पाइप खेर्नुपर्ने छ त्यहाँ गएर चाहिँ पाइप खेर्छु होइन तल यो पाइपलाई चाहिँ होइन गोलो रोल बनाएर घर लिने अरे मालिकको अनि अब चाहिँ म यसलाई गोलो बनाइदिन्छु होइन होइन मैले पाइपहरू चाहिँ रोल बनाइदिइसकेँ म चाहिँ होइन हामी कोठा जाँदैछौँ अनि अब चाहिँ म तपाईँहरूलाई कोठा पनि भेट्छु होइन चाहिँ अहिले होइन कोठा गएको छैन अनि यहाँ बाबुको घरमा खाना दिनुपर्ने थियो त्यही भएर आजको ब्लगमा यति नै भेटौँला भोलिको ब्लगमा अनि तबसम्मको लागि बाई भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला थ्याङ्क यू फर वाचिङ